नमस्ते, म देवेन्द्र लिम्बू। आज हामी धरानमा आएको छौँ, जहाँ चाहिँ हाम्रो तिनजुरी अनलाइन टिभीको टिम धरानमा आएको छ र मेयर हर्का साम्पाङको कोकाहा खोला भाग 2, जहाँ चाहिँ यो चैत्र 29 गते एउटा कन्सर्ट हुँदैछ। त्यसमा चाहिँ यहाँ कन्सर्टमा चाहिँ हरेक कुराहरूको चाहिँ समस्या हुन्छ। त्यसमा चाहिँ तपाईहरुले धरानमा आएर अथवा अनलाइन अथवा कहाँदेखि सम्पर्क गरेर मीना दिदी लगायत सम्पर्क गरेर तपाईहरुले टिकट गरेर सहयोग गर्नुहोला, किनभने उहाँले यति राम्रो काम गर्नुभएको छ र श्रमदानबाट चाहिँ धरानले 3 लाख भन्दा बेसीलाई यहाँको जनताले खाने पानी खुवाउनु भएको छ। त्यसको एउटा कन्सर्ट हुँदैछ चैत्र 29 गते। त्यसमा तपाईको सबैभन्दा महत्त्वपूर्ण समय रहनेछ र यहाँ तपाईले हेर्न आउनुहोला र टिकट कटेर तपाईले सहयोग गर्नुहोला। मैले पनि यहाँ धरान आएर यसो सहयोग गरेको छु। नमस्ते।